हेलो एभ्रिवान। हामी चाहिँ पौडी खेलेर आइसके पछाडि यहाँ बाटैमा धारा पर्यो। यो चाहिँ तिरतिरे धारा भन्ने हो है। यो चाहिँ चौकी टोल्नेर छ अनि यो चाहिँ काठमाडौँ जाने बाटोमा पर्छ। यहाँ चाहिँ सबैजना मान्छेहरू चाहिँ बाटोमा आउँदा जाँदा पर्ने भए चाहिँ यहाँ गाडी रोकी बाइक रोकी पानी खानुहुन्छ, पानी भरेर लिएर जानुहुँदो रहेछ। किन हामीले पनि खायौँ। यस्तो चिसो यस्तो मिठो पानी के यस्तो चिसो यस्तो मिठो पानी क्या, फ्रिजको त के हो र के यस्तो चिसो छ। अनि यहाँ सबैजना बोतल भरेर लानुहुँदो रहेछ क्या, खानुहुँदो रहेछ बसेर। अनि शीतलै जङ्गल छेउनेर छ नि त। अनि यहाँनिर हामी चाहिँ फर्किन लाग्दैछ अनि छोरो जिस्किरहेको छ क्या। अनि हामी त्यहाँबाट फर्कियौँ। अनि हेर्नु कस्तो राम्रो फुल फुलिरहेको, राम्रो कुराहरू फुलहरू देख्दा त आँखाले देख्दा मन पनि आनन्द हुँदो रहेछ क्या। जति नै गर्मी भए पनि राम्रो कुराहरू देख्दा हेर्दा है बाटोमा हेर्नु न कस्तो आनन्द, रमाइलो भ्यू पनि त्यस्तै रमाइलो राम्रो छ नि त। अनि हामी कुरा गर्दै फर्किँदै थियौँ। अनि फर्किँदाखेरि ठ्याक्कै बाटोमा भाटबोटिनी पऱ्यो। अनि यहाँनिर चाहिँ हामी अब भाटबोटिनी परिसकेपछि त हामी आइसक्रिम नखाइकन त जाँदैनौँ नि त, होइन त साथीहरू। अनि त्यहीमाथि झन् सानो छोरो पनि छ, उसलाई त झन् एकदम भाटबोटिनी जानुपर्ने। अनि हामी यहाँ नरुकी भएन। अनि यहाँ चाहिँ हामी रोकियौँ किनभनेदेखि आइसक्रिम खानको लागि। गर्मी छ नि त, पौडी जति पानीमा डुबुन्जेल मात्र हो, पानीबाट निक्लिसकेपछि त कति गर्मी हुने। अनि हेटौँडाको गर्मीको त झन् कुरै छाडिदिनुहोस् पानी नपरेको टाइम। अनि हामी तिनजना चाहिँ आइसक्रिम लिगिसक्यौँ। अनि यहाँ बसेर आनन्दले खायौँ। खाउन्जेल त आनन्द हुने कि चिसो कुरा, तर खाइसके पछाडि त यस्तो गर्नु छोरो खाँदैछु मुखभरि लगाएर। अनि हामी भोक पनि लागिरहेको थियो। हामी खाजा खान आयौँ यहाँ रेस्टुरेन्टमा। अनि खाजा खान आयौँ हामी तिनजना, के खाने भनेर सल्लाह गर्दैछौँ, कता बस्ने भनेर। अनि हामी चाहिँ ऐना हेर्दैछौँ हामी तिनैजना भएर। अनि हामी खाजा पनि खायौँ। अनि हामी फर्कियौँ, हामी छुट्यौँ। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।